नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो म्याथ म्याजिक च्यानलमा। आज म कक्षा 8 को गणितको पाठ 15 मा रहेको समरूप तथा अनुरूप आकृति पाठको सम्पूर्ण अभ्यासको उत्तर यो भिडियोमा लिएर आइसकेको छु। तपाईहरु अन्तिमसम्म हेरेर साथ दिनु होला। अब यहाँ एक नम्बरमा चाहिँ दिएका चित्रहरू कुन तथ्यका आधारमा अनुरूप छ पत्ता लगाउनुहोस्। अब यहाँ लगाइसकेको छ, हेर्न सक्नुहुन्छ। सबैको सोलुसन म लेखिदिएको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। यहाँ सोलुसन हेर्नु। भू तथ्यका आधारमा अनुरूप छ एक नम्बरको। अनि दोस्रो पहिलो भनेको भुजाको आधारमा, दोस्रो भुजा कोण, त्यसपछि ग नम्बर अनि घ नम्बर सबैको सोलुसन गरेको छु, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि 2 नम्बरको सोलुसन हेर्नु अनि 3 नम्बर। अनि अब म अर्को के छ 4 नम्बर। अब 4 नम्बरको यहाँदेखि सोलुसन हेर्नु। 4 नम्बरको म अहिले छिटो घुस्काउँदै छु। तपाईहरु भिडियोलाई रोकेर हेर्नु होला, स्किप नगरिकन पुरै भिडियो हेर्नु होला, अन्तिमसम्म वाच गर्नु। त्यसपछि 6 नम्बर अनि 7 नम्बर अनि 8 नम्बर, त्यसपछि 9 नम्बर। म भिडियोलाई सर्ट हुनको लागि धेरै छिटो स्किप गर्दै छु, तपाईहरु स्किप नगरिकन हेर्नु होला। त्यसपछि 9 नम्बर अनि अर्को अभ्यास 15.2। यहाँ पनि दिएका जोडी त्रिभुजहरू समरूप छन् भनेनन् तिनीहरूको संगति कोण तथा भुजाको नाम लेख्नुहोस्। अब यहाँ के छ भने स्पष्टसँग राखेको छैन, तर भनेन छ के छ त्यस्तै होला। बुकमा एकचोटि हेर्नु के लेखेको छ, त्यसको म सोलुसन यहाँ गरिसकेको छु। त्यसपछि 2 नम्बर, त्यसको 3 नम्बर अनि अब 4 नम्बर। यो सबै 4 भयो। 4 अनि 5 नम्बर। त्यसपछि यहाँ 6 नम्बर अनि 6 नम्बरको यहाँ सोलुसन हेर्नु। सबै 6 को। ल त साथीहरु, आजको भिडियो यतिकै राखेको। भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने साथीहरुलाई शेयर गर्नु, च्यानललाई सब्स्क्राइब गर्नु।